एउटा प्राइभेट मेसेज ल देखा त ल यहाँनिर राख्दा फोटो हाल्दा ल तेरो र मेरो एउटा मेसेज खालको मान्छे हो क्या तेरो र मेरो एउटा मेसेज अब त्यो आफ्नो मान्छेसँग भन्ने कुराहरू त भइहाल्छ होइन एकदमै क्या हाम्रो भएको बरु निन्दर लागेन भनेर म कति पहिले टेन्सनमा त्यो रातभरि म लाइभ कस्तो खोलेर बस्दाखेरि सुत्दा किन नसुतेको आऊ भनेर अनि भनेर कल गरेर अनि सुताउने मान्छे हो क्या कलमा बोल्दा बोल्दै म त सुतिजान्थेँ क्या म बाहिरी हुँदाखेरि त्यस्तो मान्छे हो क्या एकदमै सपोर्टेड मान्छे एकदमै अन्डरस्ट्यान्डिङ एकदम होइन त्यस्तो बुझ्ने मान्छे लोड गरेर दिउँ खालको त गफै बनाउँछिन् त्यस्तो खालको मान्छे हो सुब्बाको छोरी बाहुन गाउँतिरै हुर्किया हुनुपर्छ यस्तो मान्छेहरू चाहिँ लक्कीली केटीहरूले मात्र पाउने हो क्या जो मैले पाएँ भन न हन्टर त्यस्तै हो बोल्दैन देखाउँदैन हन्टर त्यही हो दिदीले अहिलेसम्म कतिवटा साह्रै कुनै केटाहरू त यस्तो राम्रो राम्रो केटाहरू हुन्छ बुइ बिचरा झुपामा चुप्पा गरिदिएँ बिहानदेखि बेलुकीसम्म गरिराख्नु पर्ने केटाहरू त्यस्तो गरिदिन्छ यस्तो केटाहरू बुढा पाएँ भने चाहिँ बिहान पनि अनि यता बेलुका गरेको कति गरिदिन्थेँ मोटी छ बिचारा हातले सक्दिन्छ होला कसरी खेलाउँछ सक्दिन्छ होला हो त अनि सक्सेस ठाउँ क्रेडिट कार्ड घटेर टुई म्यासेज आउने त्यस्तो गर्दिन म त्यस्तो गर्दिन मोबाइल खेल्न सक्दिन भनेको मोबाइल खेल्न अनि यो चाहिँ तेरो बाबा ठाडो चलाएर मर्दा 2-3 चोटि चाहिँ कलमा सुतेको हो म चुबिसानी हैन तर एकचोटि चाहिँ हल्का त्यो पेन किन्ने गोविन्दे अनि अस्ति नै नि पुरा नि कोच कुन चाहिँ केटीसँग हिजो पुरा ठोकाठोक भइरहेको थियो त नि कलमा सुताएर भनेर ए त्यो जाँठी मैले सुता भन्दा नि 2-3 लगभग 15 दिन जति बोलियो हैन नबोले हैन पछि गएर के भन्दिरहेछ भने अर्कोसँग गएर यो मेरो पछि लाग्यो भन्ने अर्कोसँग मसँग आएर त्यो अकेला भन्ने चिन्नुहुन्छ नि अकेला पछि लाग्यो भन्ने त्यो हाम्रो अकेला लिम्बू के पोर्चुगल आउने दाइ अनि त्यसलाई गएर गोविन्दी मेरो पछि लागेको छ भन्दिरहेछ मसँग आयो त्यो अकेला पछि लाइ गर्छ मैले बाल दिन्न भन्दिरहेछ रन्डी त मैले अनि डरो ठोकिदिएको क्या मैले त्यो बालुलाई अनि अकेलाको त गर्लफ्रेन्ड छ त अनि उयो छोडिदिएको रे अब त्यस्तो मान्छे छोडेर त्यस्तो भालु रोज्ने अकेला पनि अब गु हान्ने हो दाइ भनेर भन्दिनँ मैले दाइकै अगाडि भनिदिएको होइन अस्ट्रेलियामा छन् त्यो होइन अब छोडेको दिदीले होइन भने होइन मैले अनि मलाई नभन्नु रुनै खोजेर भन्नुभयो होइन नभन्नु हाम्रो सोल्टा सोल्टिनीको नाता पर्छ होइन फेरि त्यो नाता नि रहँदैन भनेर भन्नुभयो मलाई शङ्का लागिसकेको थियो क्या त्यसले म अब 1 वर्षपछि पोर्चुगल जाने हो घर भन्थे ए कुरो त्यस्तो रहेछ होइन अनि मलाई त मैले 2 दिन मात्र कल बोल्या भने अनि मैले हिजो अकेला दाइ मेरो लाइफमा आयो मैले स्क्रिन रेकर्ड गरेर देखाइदिएँ ल हेर दाइ भनेर सब घटीमा बोलेको भने आधी घन्टासम्म छ कि नत्र 2 घन्टा 3 घन्टा 4 घन्टा 5 घन्टा त्यो मैले त लाइभमा बस्दै यता त्यो कलमै अब पहिला उसले गर्थ्यो भने 1 हप्तासम्म उसले नि गर्थ्यो मैले कल काटेँ पनि ओइ बाहुन भन्दै अनि त्यसपछि आफूलाई नि आदत हुन्छ क्या त्यो बोल्दै गएपछि अनि मैले 1 हप्तासम्म मैले नि गर्थेँ होइन ऊ भयो बिजी भयो भने चाहिँ उठाउँथेँ होइन बोलिन्थ्यो लाइभमै हुन्थेँ म लाइभमा चुम्मा चाटी गऱ्यो अरे अब रन्डीको मान म हिजोदेखि नै चुम्मा चाटी गर्छु म कतिलाई बुढी भन्छु चुपीलाई बुढी भन्छु चुपीसँग कलमा सुतेको हो म 15-16 दिन त होइन चुपी सुतिस कुकुर अनि त्यहाँबाट मलाई मैले वास्ता गराएँ सुबिके त दुधको मुन्टा पनि रातो छ भनेर भन्दै थियो गोविन्द बराइले हेर न सोध्न नपताए सुन ओइ चक्रे गोविन्दे मलाई मजाकले भन्छ होला दर्शकले त्यो मजाक सोच्दैन है मैले भन्दैछु नि होइन चुबी हिजो आज फेरि सुध्रेछ त फेरि नि फ्यामिली टचर दिदी हिजो कल गरेको थियो सुब्यू त्यस्तो यस्तो भन्दै थियो मलाई त्यस्तो कुरा नगर्ने मेरो फ्यामिली लाइफ गयो मलाई मार्छ नि यार त्यस्तो नगर्न भनेर होइन मैले भन्दै थिएँ आमा कसम यार मेरो आमाको जन्मदिन आमाको चक्राजी सुन्नु न त्यो जेन्सी पुतली मुखेती आएको रहेछ तानीले 2000 हाल्नु लाउनु नि त्यो मुलेलाई
त्यो पनि अहिले यताउति गरेर 3 जनालाई त्यो त्यो उसले के अरे ऋतु बस्नेर ठोकी सुबी जा उठेर पछाडि जाँदा खै म त्यो टाउको सिँढीबाट पछारेर यहाँ कस्तो दुख्यो मैले पुरा नि गरेको थिइनँ क्या त्यो मैले अरू कुराहरू गरेर एक दुईवटा ब्रदरहरूलाई मैले सेयर गरेको थिएँ गाई छाड्न बोला मलाई नि रिस उठ्छ नि बरु घपागप गर छाडा नगर होइन घपागप गर्ने भए गर घपागप गर बरु सुबी तिम्रो चाक देखाइ त छाड्दैन बोला ल रातो खालको ब्रा लाएर यस्तो लाटी तैँले जाने आमा दुलादेखि देखिसकेछ फेरि मेरो आँखा फेरि हरियो सागपात खाएको देखिहाल्छ ओके ल डार्लिङ ल बेबी अरू यस्तै हो के अरे सबैजना काँचो मासु खाएको बानी यस्तै हो काँचो मासु त खान्छ अनि हामी पनि मलाई पनि मनपर्छ काँचो मासु तिमीलाई त कुरकुरे हड्डी भएको होला के अरे प्रीति दिदी पुरा पुरा यो उयो बनाएर खानु मन छ नि मलाई त के भनेर अब कस्तो दुख्यो भाइ ब्रा देख्यो सुबी उठ न त्यो ब्रा देख्यो के तलमाथिकै रातो हो र तलमाथिकै रातो हो र कि माथिको रातो तलको हेर केटाको बोकाको जात जनै हाल्नु पर्ने होइन भिडियो कलमा हजुर तिम्रो गेस मिल्यो कि क्या हिजो गेस मिल्यो कि क्या खै चुपचाप छ त के हिजो छल्लङ्गै देखाइदिरहेको थियो गेस मिल्यो कि क्या अलिअलि घुसायो क्या केमा कसले मलाई होइन त्यो कुरो नरम कि होइन त्यो एआई वाला भिडियो हो होइन मैले चाहिँ त्यो अब मैले अलिकति ऊ टचर भएर मलाई अलिकति आफैलाई गिल्टी फिल भयो होइन दाइले बनाइदिइहाल्नु भयो मैले देखाइदिइहालेँ होइन एआई वाला हो होइन त्यो ऊ नगरौँ अर्काको होइन अहिले एआई पनि भिडियो आउँदो रहेछ बन्छ त नि मैले बनाइदिएँ आउँछ नि सुबिनी साहब तपाईँलाई पनि थाहा छ कि होइन मान्छेले चाहे पनि जे पनि हुन सक्छ क्या चक्र कि हामीले नि मान्छेको थुप्रै बुझ्नु भयो नि म तपाईँलाई होइन मैले तपाईँलाई पनि भनेको थिएँ नि त यो हेर्नु यस्तो भनेर कि किनकि मान्छेले कहिले पनि धम्की दिनु राम्रो पनि होइन क्या त्यही त अब आफैलाई गिल्टी फिल भयो कि मलाई तपाईँ होइन क्या मैले पृथ्वीलाई कुरा गरेँ क्या पृथ्वीलाई थाहा नि त मेरो के कुरा गरेँ भने किनभने मान्छेले कहिले पनि दबाएर बोल्ने होइन क्या मान्छेलाई दबाउने होइन हामीलाई चियो फ्याट बोल्ने मान्छे हो म चाहिँ होइन म त भन्दिनँ सुबीले पनि मजाले भिसी गर्छ गर्दैन भन्दिनँ म किन गर्दिनँ यो त 100मा 100 भिसी गर्छ सुबीले म च्यालेन्ज दिएर भन्छु कि यसले गर्दैन भनेर गर्छु बेसी आइज गर्छस् आइज तँलाई फ्रीमा ल आइज साँच्ची भन् म आइज अहिलेसम्म कसैको गरे त छैन म त्यो भिसी हेर्नलाई होइन तर म हेरिदिन्छु यही देखाइदिनु त म आइज उठ लुङ्गी लाएर बसेर रहेछ है लुङ्गीमा अहिले अलिकतिमा अनि यहाँ फर्काउन सजिलो हुन्छ न लुङ्गी लाएर बसेको दामी हुन्छ फर्काउन त यस्तो फर्काएको त मैले बच्चा बेला कति देखाएँ गाउँमा भाउजूहरूको आन्टीहरूको झडा पर्दा सिधै फर्काउने हो यो त कति देखेको होइन हाम्रोमा त त्यो घाँस काट्या न्युमा अलिकति सादा घाँस बढी काट्यो भने धेरै शुद्ध गरी नभन तेरो पनि भाइरल भइन्छ कि भनेर तपाईँ डराएर पुरा डाउन गरेर बसिसेस् हामीलाई सिकाउँछेस् तसँग गर्छु क्या कटवाल भनेर रबिन कटवाल मेरो त अलिअलि बुढीसँग गर्छु नि गऱ्यो भने नि त जाति किन गर्छु त्यही भएर मेरो फिलाउनु पनि पऱ्यो नि मेरो बुढीभन्दा अर्को मेरो फिल्दै आउँदैन सानो पनि उठ्दैन नै उठ्दैन भेग्रा खाँदा नि उठ्दैन मैले त होइन सुनेको होइन चक्रजी केटा मान्छेलाई हेरे होइन आफ्नो बुढी एकछिन एउटा पोइन्टसम्म मात्र राम्रो लाग्छ अरे क्या राम्रो लाग्छ अरे त्यसपछि अर्काकै बुढीहरू सधैँ राम्रो लागिरहेको हुन्छ अरे क्या केटालाई केटीएम ब्रदर मलाई फलो गर्नुहोस् त यस्तो हुन्छ क्या तपाईँले भनेको पनि हो कि तर के हुन्छ सबै एउटै हुँदैन नि त बाहिर
भिडियोमा त सबैजनाले है ल म एउटा गीत तपाईँसँग अहिले गाइदिन्छु। कति भन्दा पानी 4-5 वर्ष परेको सिद्धान्त भयो यहाँ, किन भन्नु न घाँस काट्दै खनाउँदै चिला भए आऊ पुतली कनाउँदै। ला गोविन्द धरी सुध्र छ अब फेरि नाइ यस्तो हो क्या तपाईँसँग 5 वर्ष जति भयो चिन्तामा अहिलेसम्म तपाईँले मैले इन्भेस्ट गर्ने सुपिन्छ यताउता गर्ने खै छ त हाम्रो छैन नि त यस्तो टिकटक गेम पुरै सकियो सुपिलासँग मैले मेसेज गरेको छु छैन नि त कि यही हो टिकटक लाइभ पनि बोल्ने खलास त्यो प्राइभेट मेसेज गर्ने बोल्ने तर जति जे भन होइन सुब्बी चाहिँ 100मा 100% भिसी हालिएको आएछ यसले भिसी चाहिँ 100 गर्छ यति गर्दैनस् भने नि यति गर्दैनस् भने त्यहाँ पछाडि चाहिँ तेरो सानो बहिनीमा हात राखेर भर तिमीलाई जिन्दगीमा यो मेरो सानो बहिनी कसै मैले भिसी गरे होइन भन ल म किन उठ्नु नि म अघिदेखि तपाईँहरूले उठ भन्दा भन्दा म उठिछु भनेपछि गरेको रहेछ नत्र गरेछ आइज लु आइज त दुईजना एकैचोटि आइज ग्रुप बनाएर आइज त्यो दुईजना म त्यस्तो ग्रुपमा हेर्दिनँ कान्छी म त्यस्तो ग्रुपमा हेर्दिनँ कसरी हेर्नु लाग्यो त तेरो हात पनि पुग्छ कि भिसीको कुरा नगर्न यार एकजनाको यहाँ यत्रो काण्ड भइरहेछ तँहरू फेरि त्यस्तो कुरा नगर्न है त्यो कसको काण्ड परेछ त्यही भएर सुध्रेको रे कसको काण्ड भन् त हामीलाई नि पठाउँदै किन भन्ने हो भन्दैन है कसको काण्ड मलाई केही थाहा छैन काण्ड फेरि काण्ड आयो हिजोदेखि त्यत्रो हल्ला मचिरहेछ त्यही भएर यहाँ प्राञ्जल चुप्प बसिरहेको छु भनेपछि यसको नि आउने रहेछ पहिलेको कुरा आज बल्ल लाइभ आउँछ म त हिजो अस्ति पनि लाइभ आएन नि त यार कसको कुरा र भयो छोडिदिए गाई मलाई काम धेरै पठायो गाई आएर म त सोध्दा केही पनि थाहा छैन यार होइन नेपालको जानी मानी ठुलै होस्टर हो त्यसको यहाँ काण्ड आइरहेछ यहाँ मुखले बोल्नु भएको छैन त्यही भएर यहाँ केटीहरू नेपालको जानी मानी होस्टर भन्दिनँ किन भन्ने कति नम्बर ऱ्याङ्किङ छ भन्दा त जेठी मलाई पनि यसो किन भन्ने कतिमा भन्दैन अब भन्ने पनि बिस्तारै आफ्नै काण्ड आएको होला त्यही चुप्प लागेर भनेपछि बसेको आफ्नै काण्ड आएको रहेछ त्यही भएर म भनिनँ सुन मेरो काण्डमा यदि मेरो काण्ड कसैले बाहिर निकाल्यो भने त्यसलाई काटेर आफू पनि आफै घाँटी काटेर मोडिदिन्छ त्यो दिन हेर भनेपछि काण्ड चाहिँ निकालेर खेल्ने सुन्न सुन्न अब तँ नेपालमा हुन्छ त्यो भिसी गर्ने केटा भित्र कि अमेरिका कि अस्ट्रेलिया कि युरोपमा हुन्छ खाडीमा हुन्छ अनि के मेरो गेडा काट्छिस् के त्यो फर्केर आउनु खाडीमा गर्ने त्यो फर्केर आउनु पर्दैन ऱ्याङ्किङमा छिर्ने होस्टर ऱ्याङ्किङमा छिर्ने होस्टरले खाडीमा बस्नेले भिसी गर्नै सक्दैन होइन ऱ्याङ्किङमा परे होस्टरको अनि होइन खाडीमा छ नि त खतरा खतरा अब ए सुन न गोविन्द ब्रदर एकजना केटा छ होइन त्यो दाइलामा राम्रो छ त्यो अहिले पनि त्यसले आइडी पुरा लिएर आउँछ होइन त्यहीले नि दुबईमा होला नेपाली होस्टेलको कसैले बाइक राखेको छैन क्या थाहा छ दुबईमा होला कसैले बाइक राखेको छैन हँ दुबईमा होला होइन साउदीमा छ साउदीमा को हो र त्यो साउदीमा छ साउदीमा छ मैले चिने ल त्यसले लगभग 3-4 लाख रुपियाँ कमाउँछ महिनाको होइन बत्थातिरै कहाँ छ आफ्नै टेलर पसल छ त्यसको होइन चिने रोयल स्ट्याग लिएर आएर खाएर बस्छ त्यो मान्छे त्यहीँ पनि दारू खाएर बस्छ 500 रुपियाँ पर्छ लिटरको होइन आफ्नै टेलर